आज हामी साउन विशेष कार्यक्रममा छौँ। साउन महिना सुरु हुनासाथ नेपाली नारीहरूको हातमा हरियो चुरा र मेहेन्दीको चमक छुट्टै देखिन्छ। आज मेहेन्दी हाम्रो फेसन, संस्कृति र उत्सवको एउटा मुख्य हिस्सा बनिसकेको छ। विवाह होस् या कुनै ठुलो कार्यक्रम, हातमा मेहेन्दी नलगाई त चाडपर्व उक्त कार्यक्रम नै खल्लो लाग्छ। हिजोआज नेपालमा विवाहको अघिल्लो दिन छुट्टै मेहेन्दी सेरेमनी वा मेहेन्दी पार्टी नै राख्ने एउटा नयाँ आधुनिक सुरुवात भएको छ। यो आधुनिक सुरुवात र यसको सामाजिक पाटोको बारेमा त हामी अर्को भिडियोमा विस्तृत चर्चा गर्ने नै छौँ। तर के हजुरहरूलाई थाहा छ, जुन मेहेन्दीलाई हामी खुसी र सुन्दरताको प्रतीक मान्छौँ, त्यही मेहेन्दीले कतै हाम्रो स्वास्थ्यमा गम्भीर र दीर्घकालीन असर त पुर्याएको छैन। आउनुहोस् आज मेहेन्दीको पछाडि लुकेको वास्तविक विज्ञान र हाम्रा पुर्खाहरूको बुद्धिमानीलाई नजिकबाट बुझौँ। पहिले मेहेन्दी लगाउँदा हातमा रङ बस्न घन्टौँ लाग्थ्यो, तर आज बजारमा 10 मिनेटमै गाढा कालो वा रातो रङ दिने मेहेन्दीहरू सजिलै पाइन्छ। तर यो 10 मिनेटको जादु पछाडि एउटा डरलाग्दो सत्य लुकेको छ। धेरैजसो व्यावसायिक मेहेन्दी कोनहरूमा PPD अर्थात् प्याराफेनोलिन डायमिन, यो एक प्रकारको कडा औद्योगिक रसायन केमिकल हो, जसको प्रयोग मुख्य रूपमा रङलाई गाढा बनाउन र लामो समयसम्म टिकाउनका लागि प्रयोग गरिन्छ। साथसाथै एमोनिया जस्तो कडा गन्ध आउने रसायन ग्यास पनि प्रयोग गरिन्छ, जसलाई रसायन सूत्रमा NH3 भनिन्छ। बजारमा पाइने आधुनिक मेहेन्दी र कपालमा लगाउने हेयर ड्रायरहरूमा यसको प्रयोग व्यापक रूपमा गरिन्छ। वैज्ञानिक अनुसन्धान र छाला रोग विशेषज्ञका अनुसार यो PPD छालाका लागि निकै हानिकारक हुन्छ। यसले छाला पोल्ने, चिलाउने र गम्भीर एलर्जी त गराउँछ नै। यसको नियमित प्रयोगले छालामा कहिल्यै निको नहुने दाग बस्ने र दीर्घकालीन रूपमा छालाको क्यान्सरसम्म हुने जोखिम रहन्छ। आधुनिकताको नाममा हामीले कतै आफ्नै छालामा विष त छर्दै छैनौँ, सोच्नुपर्ने बेला आएको छ। अब फर्क्यौँ इतिहासतर्फ। हाम्रा पुर्खाहरू आधुनिक केमिकल मेहेन्दी लगाउँदैनन् थिए। उनीहरू त घरको आँगनमा फुल्ने फूल, तिहुरे वा प्राकृतिक मेहेन्दीका पातहरू टिपेर सिलौटामा पिसेर हातमा लगाउँथे र त्यसको पछाडि ठूलो वैज्ञानिक कारण थियो। साउन महिना भनेको हिलो र पानीमा काम गर्ने महिना हो, जसले गर्दा हातखुट्टामा इन्फेक्सन अर्थात् ढुसीको सङ्क्रमण हुने डर हुन्थ्यो। प्राकृतिक मेहेन्दी वा तिहुरेको पातमा लहसन नामक अणु हुन्छ, जसमा एन्टिफङ्गल र एन्टिब्याक्टेरियल गुण हुन्छ। यसले छालालाई हिलोबाट मात्र जोगाउँदैन। यसको शीतल प्रकृतिले वर्षामयको तनावलाई कम गरी शरीरको तापक्रमलाई पनि सन्तुलन राख्छ। हाम्रा पुर्खाहरूले धर्म र संस्कृतिसँग जोडेर सुरु गरेको यो चलन वास्तवमा एउटा प्राकृतिक औषधि थियो। यो कति वैज्ञानिक र दूरदर्शी सोच थियो। त्यसैले फेसन र आधुनिकताको पछि दौडिँदा आफ्नो अमूल्य स्वास्थ्यलाई दाउमा नराखौँ। उत्सव मनाउनुहोस्, बिहे र भोजमा मेहेन्दी अवश्य लगाउनुहोस्, तर बजारका ती केमिकल युक्त मेहेन्दीको साटो घरमै तयार पारिएको 100% प्राकृतिक मेहेन्दी वा तिहुरेको प्रयोग गरौँ। आफ्नो मौलिकता र प्रकृतितर्फ फर्किनु नै साँचो अर्थमा आधुनिक र सचेत हुनु हो। अन्त्यमा तपाईँलाई यो अनुसन्धानमूलक जानकारी कस्तो लाग्यो कमेन्टमा आफ्नो विचार लेख्नुहोला। यदि यो भिडियो उपयोगी लाग्यो भने आफ्ना दिदीबहिनी र साथीभाइ माझ साझा गरेर उनीहरूलाई पनि सचेत गराउनुहोला। यस्तो तथ्यपरक जानकारीमूलक भिडियोका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। सजग रहौँ, स्वस्थ रहौँ। धन्यवाद।